अनि मैले यही बाबुको मुख हेरेर केही गराउन सकिनँ। साथीहरू, मैले अस्ति भनेको थिएँ नि हजुरहरूलाई कि मेरो चल्ला हरायो भनेर। अनि अब कति 1-2 चोटि मात्रै होइन कि धेरै चोटि हराइसक्यो होइन। अनि मेरो चाहिँ कति मन हुकेन। अनि मैले चाहिँ मान्छे खेर्ने निर्णय गरेँ। किन भनेपछि एउटा मेरो मान्छे खेर्ने निर्णय केले पनि हो भनेपछि सक्नेको जति छाप्रा राख्न बाख्रा हुन्छन् राति दिउँसो तिनी चोरी भाउन्नन्। अनि यस्तै काठोको हो यस्तै गराएर भित्र लगाइदिएर बाहिरबाट डिङ्गाले अरा हुन्छन् तिनीहरूको पनि चोरी हुन्न होइन। मेरो जति अब एक दिन बाहिर चल्ला बस्यो भने पनि लगिदिइहाल्छन् होइन। नसक्ने आइमाईको हाम्रो गाउँमाको नसक्ने आइमाईको ताला नलगाएको साङ्लो मात्रै लगाए पनि ढोका खोलेर पनि लगिदिएछन् कि साथीहरू। अनि अब सधैँ यस्तै त भएन नि त होइन। अनि मैले मेरो लागि मात्रै मान्छे खेर्न खोजे पनि होइन क्या। अनि अब यो गाउँमा यस्तो बिग हुन लाग्यो होइन। अनि केही सचेत होला भनेर मैले चाहिँ मान्छे खेरेका थिएँ। हाम्रा गाउँका सबैलाई खेरेर यो त अति नै भयो। भोलिपर्सि मेरो घरमा मात्र होइन धेरैको घरमा भइसकेको छ। भोलि झन् ठुलो होला भनेर चाहिँ खेरेका थिएँ। अनि के भन्छन् जान्ने बुझ्नेले, आइमाई मान्छे धेरै जान्ने भएको राम्रो हुन्न रे। ल ठिकै छ, म जान्ने बुझ्ने भए मेरो घरको लागि होइन। ठिकै छ, केही छैन। तपाईँहरू पनि बल्ले बाङ्गो मान्छे हुनुहुन्छ। तपाईँहरू कति यस्तै हुनुहोला र तपाईँहरूको घरमा पनि चोर नपसी नछार्ने त हो न। त्यसले पनि दौँ हेर्या होला। आज मलाई पर्ने बेला जति हाँस्या छन् नि भोलि तिमीहरूलाई पनि पर्ला, तिमीहरूको घरमा पनि आइपर्ला। त्यति बेला तिमीहरू अगाडि सर्ने रहेछौ कि पछाडि सर्ने रहेछौ त्यति बेला थाहा। अहिले त अब के सक्छ र यसले त जे बोले नि हुन्छ जे गरे नि हुन्छ भनेको छौ होइन। मान्छे खेरिँदाखेरि पनि पैसा दिनुपर्छ भनेर पनि भनेको छौ होइन। अनि म चाहिँ के पनि गरेँ भनेपछि आगो पनि फुन्मेल के हुन्छ भनेपछि त्यो अरू मान्छे मैले त चोर पत्ता लाग्ला भनेर आगो पनि फुन पठायो होइन। यस्तोसम्म पनि भने कि अब आगो पनि छुन पठाएको अनि चोर्या भए हामीलाई लागोस् नचोर्या भए यही घरकालाई लागोस् भनेर भन्छन् भनेर भने। अनि 1-2 जना बुझ्नेले फेरि के भन्नुभयो भनेपछि पक्कर देखिया छ बाबु अनि त्यसको पत्ता पनि नगरा हुन देल बरु छोरिरोस् भनेर भन्नुभयो कि। अनि मैले यही बाबुको मुख हेरेर केही गराउन सकिनँ।